सूचना राख्नबाट सार्वजनिक स्थलमा राख्नै पाइएन र नीतिमा पनि अहिले चाहिँ नीतिमा समेत निर्वाचन आचार संहिताले चाहिँ पोस्टर पम्पलेटहरूलाई चाहिँ एक प्रकारले चाहिँ बन्देज लगाएको छ। कस्तो पोस्टर पम्पलेटहरू चाहिँ प्रकाशन गर्न पाउने भन्ने कुरो चाहिँ अहिले चाहिँ बन्देज। विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैर सरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद एजेन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा खर्च दिन वा दिने घोषणा गर्न हुनुहुन्न। अब उम्मेदवार या राजनीतिक दल जोसुकै भए तापनि अहिलेको अवस्थामा अब चाहिँ कसैलाई चाहिँ म डोनरको रूपले चाहिँ आर्थिक सहायता दिन्छु भनेर चाहिँ उहाँले चाहिँ सो घोषणा गर्न चाहिँ पाउनुहुन्न। त्यसैगरी एजेन्सी वितरण गर्ने, आर्थिक सहायता दिने यो क्रियाकलाप चाहिँ अबको यो 15 दिन चाहिँ उहाँले चाहिँ कुनै पनि हालतमा चाहिँ गर्न नपाउने भनेर निर्वाचन आचार संहिताले चाहिँ व्यवस्था गरेको छ। जुलुस, आमसभा, कोटसभा, भिलाव, प्रचार प्रसारका कार्यक्रमका निर्वाचन प्रचार प्रसार तथा निर्वाचन प्रयोजनको लागि 75 ग्रामसम्मको कागजमा 300 वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्राको नाम सहितको पर्चा मात्र प्रयोग गर्न पाउने भनेर मात्र व्यवस्था। भोलि कोटसभा होला, जुलुस होला, त्यस्ता क्रममा चाहिँ उम्मेदवारले, राजनीतिक दलले कस्तो चाहिँ तपाईँको चाहिँ पर्चाहरू चाहिँ बाँड्न पाइयो भन्दा 75 ग्रामसम्मको 300 वर्ग इन्चसम्म एउटै कलरको र त्यसमा पनि चाहिँ मुद्राको नाम सहितको पर्चा चाहिँ उहाँहरूले चाहिँ अहिले चाहिँ वितरण गर्न पाउनुहुन्छ। उहाँहरूको र्यालीहरूमा यो पर्चा मात्र चाहिँ अहिले चाहिँ उहाँहरूले चाहिँ बाँड्न पाउने भनेर उल्लेख। उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडा बनाइएको 3x4 फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्ल्याक्स वा ब्लू साइनबोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्री प्रदर्शन वा प्रसारण गर्न नहुने। यो भर्खर अघि नै एकजना चाहिँ हाम्रो पत्रकार सरले चाहिँ म बाटैमा आउँदै सर यो डिजे लाउन पाउँछ कि पाउँदैन, डिजे सिधै लाउनु चाहिँ पाइन्छ, डिजे लाएर प्रसार गर्न चाहिँ बन्द। त्यसैगरी डिजिटल यो ब्यानरहरू, ठुल्ठुलो होर्डिङ बोर्डहरू यो चाहिँ निर्वाचन आचार संहिताले बन्दै राखेको छ। त्यो लगाएको खण्डमा कतिपय हाम्रो चाहिँ आचार संहिता अनुगमन अधिकृतले चाहिँ सुरक्षा निकायको सहयोग लिएर चाहिँ हटाउने पनि गर्नुभएको छ। हामीले अनुरोध पनि गरेका छौँ सम्बन्धित उम्मेदवार, सम्बन्धित राजनीतिक दलले र फेला परेको भए चाहिँ हामीले चाहिँ त्यसलाई हटाएका छौँ। दल वा उम्मेदवार जुलुस, आमसभा, कोटसभा, घर दैलो, भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा राष्ट्रिय झण्डा चाहिँ 10 वटा मात्र चाहिँ प्रयोग गर्न पाउने। अब अहिले प्रचलन के छ भने कुनै कार्यक्रम गर्दाखेरि नेपालको राष्ट्रिय झण्डा समेत प्रयोग गर्ने चाहिँ प्रचलन गरेको छ। हालाकि त्यो राष्ट्रिय झण्डा प्रयोग गर्ने आफ्नो एउटा बेग्लै विधि छ। त्यसैले निर्वाचन आयोगले यदि गर्नै पर्यो भने कुनै पनि र्याली प्रोग्रामहरूमा बढीमा 10 वटा चाहिँ राष्ट्रिय झण्डाको मात्र प्रयोग गर्न चाहिँ निर्वाचन आचार संहिताको चाहिँ व्यवस्था चाहिँ गरिदिएको छ। सवारी साधनको अब चाहिँ कुरो फेरि आउँछ। अघि मात्रै एकजना हाम्रो सरले चाहिँ भिडियो नै खिचेर पठाउनु भएको छ। एउटा निर्वाचन क्षेत्रमा कुनै उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्नुभएको छ, जुन चाहिँ एकदमै चाहिँ अहिले प्रोहिबिटेड छ। यो चाहिँ प्रयोग गर्न पाइने, प्रयोग किन गर्न पाइने भने अनुमति बिना त उम्मेदवारले प्रयोग गर्न पाउन्न र निर्वाचन अधिकृतले त्यस्तो गाडीलाई अनुमति नै दिनुहुन्न। अनुमति नै नदिएको विषयवस्तु भएपछि उम्मेदवारले त्यस्तो सवारी साधन चाहिँ प्रयोग गर्नै पाइन्न भनेर चाहिँ अहिले त्यो व्यवस्था रहेको छ। र कतिसम्म गाडी प्रयोग गर्न पाउनुहुन्छ भने निर्वाचन आचार संहिताले जम्मा दुईवटा दिन्छ, या त दुईवटा 4 व्हिलर युज गर्नु पर्यो, या त दुईवटा चाहिँ 2 व्हिलर युज गर्नु पर्यो, या त एउटा 2 व्हिलर एउटा 4 व्हिलर भनेर चाहिँ दुईवटा मात्र व्यवस्था गरिदिएको छ। त्यो बाहेक अन्य कुनै पनि चाहिँ उम्मेदवारले चाहिँ अनुमति चाहिँ पाउनुहुन्न। सञ्चार माध्यमको प्रयोग गर्दा पालन गर्नुपर्ने आचारहरू उहाँ राजनीतिक दलले सञ्चार तपाईँहरूलाई चाहिँ प्रयोग गर्दाखेरि कसरी गर्ने, तपाईँहरूलाई पनि पक्कै पनि प्रचार प्रसारको लागि आउँछ, उहाँले रिक्वेस्ट गर्नुहुन्छ मेरो यो विज्ञापन छ, मेरो यो प्रचार प्रसार छ, तपाईँको पत्रिका, तपाईँको एफएममा यसरी गरिदिनुहोस् भनेर भन्दाखेरि तपाईँले चाहिँ कसरी गर्नु पर्यो भन्दा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा 1 घण्टाको अन्तरालमा 24 घण्टामा बढीमा 4, यो कुरा चाहिँ तपाईँहरूले चाहिँ जानकारीमा दिनमा 4 वटा गर्न पाइयो, 1-1 घण्टाको दौरानमा गर्न पाइयो र बढीमा चाहिँ 1 मिनेटको गर्न पाइयो। यति सानो कुरो चाहिँ तपाईँहरू चाहिँ एफएम चाहिँ हाम्रो सञ्चारकर्मी सरहरूले चाहिँ के बुझ्नु पर्यो भने कुनै उम्मेदवारको यदि प्रचार प्रसार गरिदिनु छ भने निर्वाचन आचार संहितालाई पालना गर्ने गरी दिनमा 4 पटक 1-1 मिनेटको 1-1 घण्टाको अन्तरालमा चाहिँ बजाइदिन चाहिँ मैले अनुरोध गरेँ। अब पत्रिकाको सरले चाहिँ कसरी छाप्ने भनेर आएको खण्डमा 4x25 सेन्टिमिटर हाइटको कलम भएको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री मानव चाहिँ सिराज जिल्लामा चाहिँ तपाईँको 10 वटा पत्रिका छ भने कुनै उम्मेदवारले 10 वटा पत्रिका मात्रै एउटा पत्रिकाले मात्रै एक दिनमा एउटा छाप्न पाइन्छ।
त्यो सम्बन्धित उम्मेदवारले पनि थाहा पाउनु पर्यो। उम्मेदवारलाई नै हो यो कुरा आचार संहिता लाग्ने भनेको, किनकि पत्रिका 10 वटा पत्रकार हुनुहुन्छ भने पत्रिका छाप्ने सबैलाई त थाहा हुन्छ। आज कुन पत्रिकामा उहाँले विज्ञापन दिनु भन्ने कुरा त सम्बन्धित उम्मेदवारलाई मात्र थाहा हुन्छ। त्यसैले चाहिँ यो कुरा चाहिँ उम्मेदवारसँग चाहिँ तपाईहरु चाहिँ छाप्दाखेरि चाहिँ कन्फर्मेसन चाहिँ लिनुपर्छ कि कुनै दिन कुनै पत्रिकामा चाहिँ छापिएको छ भने एउटा पत्रिकाले मात्र छापिएको। त्यसैले चाहिँ हामीले उम्मेदवारसँग पनि यो आचार संहिताको चाहिँ कार्यक्रम गर्दाखेरि उहाँलाई यो विषयवस्तु सिकाउँदै हामीले भने मिति अनुसारले पत्रिका छान्नुपर्छ। आज फलानु पत्रिकाले फलानु मिति, फलानु पत्रिकाले फलानु मिति, फलानु पत्रिकाले, त्यसैले उनी डे वाइज चाहिँ पनि भइहाल्छ र आचार संहिताको चाहिँ उल्लङ्घन पनि हुँदैन भनेर चाहिँ त्यसै चाहिँ हामीले अनुरोध गरेको। यो सामान्य जानकारी तपाईहरुलाई पनि जानकारी दिने चाहिँ मैले भने। अब अहिलेको चाहिँ अलिकति चाहिँ फरकपन के छ पहिलाको आचार संहिता र अहिलेको आचार संहितामा भन्दा, अहिले राजनीतिक दलले चुनावकै प्रयोजनको लागि चाहिँ एउटा खाता चाहिँ खोल्नुपर्छ। चुनावकै प्रयोजन यो 15-20 दिनको लागि जति पनि उहाँले खर्च गर्नुहुन्छ त्यही एउटा आफ्नो सेपरेट निर्वाचनको अहिले निर्वाचन प्रयोजनको लागि खोलिएको खाताबाट मात्र गर्नुहुनेछ भनेर निर्वाचन आयोगले व्यवस्था गरेको छ। र त्यही खाता चाहिँ जिल्ला निर्वाचन कार्यालयमा उहाँहरूले चाहिँ निवेदन प्रस्तुत गरेपछि हामीले सिफारिस गरेको अवस्थामा सम्बन्धित उहाँले खोजेको कुन शाखामा चाहिँ उहाँले चाहिँ खाता खोल्न सक्नुहुन्छ उहाँ चाहिँ हामी सिफारिस गर्छौँ, त्यसलाई खोज्छौँ। अहिले पनि हाम्रो 138 जना उम्मेदवार मध्येमा 40 देखि 50 जना उम्मेदवार मात्र आउनु भएको छ। 50 जना उम्मेदवारले पनि कतिपयले चाहिँ सिफारिस त गर्नुभयो, अझै पनि खाता खोल्नु। अब हामी फलोअप गर्दैछौँ, त्यसको जानकारी चाहिँ हाम्रो आचार संहिता अनुगमन अधिकृत भनेर चाहिँ यो फाइनान्सको हेर्न दिने डिपार्टमेन्ट हो भनेर कोष तथा लेखा नियन्त्रकको कार्यालय प्रमुखलाई तोकेको छ। त्यसैले चाहिँ उहाँहरूले चाहिँ त्यो विवरण पनि कलेक्ट गर्दै हुनुहुन्छ र परेको अवस्थामा चाहिँ सम्बन्धित ब्याङ्कसँग फलानु उम्मेदवारको स्टेटमेन्ट झिक्ने काम चाहिँ उहाँहरूले गर्नुहुन्छ र त्यो उहाँहरूको चाहिँ फाइनान्सको चाहिँ स्टडी गरेर निर्वाचन आचार संहिता अन्तर्गत उहाँले चाहिँ खर्च गर्नुभएको छ या बढी गर्नुभएको छ त्यस्तो शङ्का लागेकोमा उहाँहरूको चाहिँ छानबिन गरेर निर्वाचन आयोगमा रिपोर्टिङ गरिदिने काम पनि गर्नुहुन्छ। राजनीतिक दल उम्मेदवार र दलका भातृ सङ्गठनले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा देखाएको आचरण पालना गर्नुपर्नेछ। राजनीतिक दल उम्मेदवारले निर्वाचन प्रचार सम्बन्धी 1 मिनेटसम्मको श्रव्य दृश्य सामग्री प्रसारण गराउन सक्ने, राजनीतिक दलले अनलाइन सञ्चार माध्यमबाट रोड ब्लग, कन्टेन्ट ब्लग, होम पेज ब्यानर, डिजिटल पेज ब्यानर, बक्स डिजाइनको माध्यमबाट निर्वाचन प्रचार प्रसारण गराउन सक्ने, अनलाइन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार सामग्री सशुल्क विज्ञापन भएको जनाउन दिनुपर्ने। यदि अनलाइन मिडियाकर्मी हुनुहुन्छ, अनलाइन पेजबाट चाहिँ कसैको चाहिँ उम्मेदवारको हजुरहरूले चाहिँ विज्ञापन गर्नुहुन्छ भने त्यो विज्ञापनमा चाहिँ सशुल्क हो, निःशुल्क होइन भनेर चाहिँ सशुल्क भन्ने पनि निःशुल्क होइन